2082 साल मंसिर महिनाको मासिक राशिफल लिएर म तपाईहरुको माझमा उपस्थित भएको छु। म ज्योतिष अनन्त प्रसाद घिमिरे 12 वटै राशिहरुको राशिफल प्रस्तुत गर्ने क्रममा यस भिडियो अन्तर्गत रहेर म तपाईहरुलाई मेष राशिको 2082 साल मंसिर महिनामा मेष राशि हुने व्यक्तिहरुको कस्तो रहला त समय म त्यसैमा केन्द्रित रहेर चर्चा गर्नेछु। आदरणीय दर्शकहरु, मेष राशि हुने व्यक्तिहरुको लागि 2082 सालको मंसिर महिना विशेष गरी धन आर्जनको हिसाबले असाध्यै उपयुक्त देखिएको छ। यो मंसिर महिना तपाईलाई नयाँ त्यस्ता स्रोतहरु फेला पर्नेछन्। धन आर्जन गर्ने त्यस्ता खालका स्रोतहरु तपाईलाई फेला पर्नेछन्। यो मंसिर महिनामा तपाईको काम कार्यहरुमा केही ढिलाइ अवश्य हुनेछ। यो मंसिर महिनामा भए पनि काममा ढिलाइ भए पनि अन्ततोगत्वा तपाईलाई फाइदा नै हुनेछ। त्यो ढिलाइले पनि तपाईलाई फाइदा पुर्याउने देखिएको छ मेष राशि हुने व्यक्तिहरुको लागि। त्यसैगरी तपाईलाई परिवारको उल्लेख्य सहयोग प्राप्त हुनेछ। पारिवारिक साथ अनि सहयोगले तपाईको कार्यलाई टुङ्गोमा पुर्याउनको लागि त्यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ मेष राशि हुने व्यक्तिहरुको लागि। र परिवारको त्यो साथ र सहयोगले गर्दा तपाईको मानसिक रूपमा पनि तपाई मजबुत देखिनु हुनेछ यो मंसिर महिनामा। त्यसैगरी अध्ययन अनुसन्धानको क्षेत्रमा यदि तपाई लाग्नु भएको छ अथवा लाग्ने सोचमा हुनुहुन्छ भने त्यो पनि तपाईकै पक्षमा देखिएको छ यो मंसिर महिना मेष राशि हुने व्यक्तिहरुको लागि। अनि कुनै ठाउँको यात्राको तय गर्नु हुनेछ यो मंसिर महिनामा। विशेष गरी लामो छोटो दूरीका यात्राहरुको सम्भावना यो मंसिर महिनामा मेष राशि हुने व्यक्तिहरुको लागि प्रबल देखिएको छ। र तपाईले सम्बन्ध सुधारको लागि कसैसँग मनमुटाव भएको छ, वैरभाव छ यदि भने तपाईले यो मंसिर महिनालाई छनौट गर्न सक्नुहुन्छ। सम्बन्ध सुधार गर्नको लागि पनि यो अत्यन्तै अनुकूल महिनाको रूपमा रहेको छ मेष राशि हुने व्यक्तिहरुको लागि। र त्यस्तो खालको सम्भावना पनि तपाईको सम्बन्ध सुधार हुने सम्भावना पनि प्रबल रूपमा देखा परेको छ मेष राशि हुने व्यक्तिको लागि यो मंसिर महिना। तपाईको स्वास्थ्य भने सामान्य प्रकृतिको रहनेछ। चिसोबाट हुने केही त्यस्ता खालका समस्याहरु, स्वास्थ्य सम्बन्धी समस्याहरु भने नदेखिएलान् भन्न सकिएन है। यो मंसिर महिनामा विशेष ख्याल गर्नु होला। विशेष गरी तपाईले खानपानमा विशेष आहार विहारमा ख्याल गर्नुपर्ने देखिन्छ मेष राशि हुने व्यक्तिहरुको लागि। अब लागौं मेष राशि हुने व्यक्तिहरुको लागि मंसिर महिनामा 2082 सालको मंसिर महिनामा कति गते शुभ रहेका छन्। कुन गतेहरु तपाईको लागि शुभ रहेका छन्। ती शुभ रहेका ती गतेहरुमा तपाईले जुनसुकै कार्य गर्नुस् तपाई सफल बन्नुहुनेछ। तपाईले अपेक्षा गरेको त्यो गन्तव्य तपाईले भेट्नुहुनेछ। मंसिर महिनामा शुभ दिनहरु कुन रहेका छन् त, कति गते तपाईको लागि शुभ रहेको छ, तपाईको पक्षमा रहेको छ। याद गर्नुस् मेष राशि हुने व्यक्तिहरुले मंसिरको 5 गते विशेष शुभ रहेको छ। त्यसैगरी मंसिरको 11 गते मेष राशि हुने व्यक्तिहरुको लागि शुभ रहेको छ। अनि 18 गते मेष राशि हुने व्यक्तिको लागि शुभ रहेको छ। यी 3 वटा दिन मेष राशिको लागि अत्यन्तै शुभ दिन रहेका छन्, शुभ गते रहेका छन्। कुन त भन्दा 5 गते, 11 गते अनि 18 गते। यी 3 वटा दिन मेष राशि हुने व्यक्तिहरुको लागि शुभाशुभ फल दिने दिनहरु रहेका छन्, गतेहरु रहेका छन्। अब मेष राशि हुने व्यक्तिहरुले कुन धातु प्रयोग गर्ने त, रत्न कुन प्रयोग गर्ने त, रत्न धारणको हामी कुरा गर्छौं। कुन रत्न धारण गर्यो भने राम्रो हुन्छ त, शुभ हुन्छ त। मेष राशि हुने व्यक्तिहरुले माणिक्य रत्न धारण गर्नु अत्यन्त शुभ मानिएको छ। 2082 सालको मंसिर महिनाको लागि विशेष
रत्नका रूपमा माणिक्य रत्न धारण गर्नु असाध्यै शुभ मानिएको छ। अनि हामीहरूले कलर पनि रङ पनि छनौट गर्छौं। कुन रङ 2082 सालको मङ्सिर महिनामा मेष राशि हुने व्यक्तिहरूलाई फलिफाप हुन्छ त? विशेष गरी रङ चयन गर्नु पनि निकै सान्दर्भिक मान्दछ यो ज्योतिषले। के मान्छ त भन्दा विशेष गरी मेष राशि हुने व्यक्तिहरूको लागि शुभ रङका रूपमा रातो रङ रहेको छ। तपाईले रातो रङका कपडाहरू प्रयोग गर्न सक्नुहुन्छ, तपाईले लगाउन सक्नुहुन्छ। रातो रङका कपडा लगाएर कुनै ठाउँको सायद गर्नुभयो, यात्रा गर्नुभयो भने त्यो यात्रा सफल हुन्छ। र तपाईले गर्ने दैनिकी कार्यहरूमा पनि रातो रङका कपडाहरूको प्रयोग गर्नुस्, रातो रङका कपडाहरू लगाउनुस्। तपाईको लागि रातो रङ असाध्यै शुभ मानिएको छ। अनि मेष राशि हुने व्यक्तिहरूले ग्रहहरूको त्यस्तो खालको दोषहरू, कुनै खालको त्यस्तो समस्याहरू आउन सक्छ, ती समस्याहरू नआओस् भन्नका लागि भौम मंगलको मन्त्र जाप गर्नुपर्छ। ओम कुजाय नमः भन्ने मन्त्र जाप गर्नुभयो भने तपाईलाई त्यसले लाभ पुर्याउँछ। मेष राशि हुने व्यक्तिले यो 2082 सालको मङ्सिर महिनाको लागि ओम कुजाय नमः यो मन्त्र त जाप गर्ने गर्नुस्, नियमित रूपमा जप गर्नुस् यो मन्त्रलाई। अनि किन यो मन्त्र जप गर्ने त? विशेष गरी हामीलाई थाहा छ मेष राशिको लागि मंगल स्वामी ग्रह हो। मंगल मेष राशिको लागि स्वामी ग्रह हो। त्यसकारण त्यो मंगल ग्रहको लागि माथि भनिसक्यौं त्यो मन्त्र जप गर्नु असाध्यै लाभदायक देखिएको छ। र माणिक्य अनि रातो रङले मेष राशि हुने व्यक्तिहरूको मनमा ऊर्जा ल्याइदिने काम गर्छ। कुनै पनि काम गर्दा ऊर्जा प्राप्त भयो भने, ऊर्जासँग ऊर्जा मिसाएर काम गरियो भने काम सफल हुन्छ। त्यसकारण मेष राशि हुने व्यक्तिले माणिक्य रत्नको धारण गर्नुस्, माणिक्य रत्नको प्रयोग गर्नुस् अनि रातो रङका कपडाहरूको प्रयोग गर्नुस्। यो गर्नु असाध्यै लाभदायक देखिएको छ। ऊर्जा ल्याइदिने काम गर्छ, साहस ल्याइदिने काम गर्छ। अनि यदि तपाईं नेतृत्व गर्न चाहनुहुन्छ, तपाईं नेतृत्वमा पुग्नको लागि पनि यस्ता खालका कुराहरू, रातो रङको प्रयोग, माणिक्य रत्नको धारण, यी कुराहरूले तपाईलाई नेतृत्वमा पुर्याउन पनि मद्दत पुर्याउने ज्योतिषले बताउँछ। त्यसैगरी तपाईले मन्त्र जप गर्नुभयो भने तपाईमा आत्मबलको वृद्धि हुन्छ। जति जति तपाईले मन्त्र जाप गर्नुहुन्छ, हरेक दिन बिहान मन्त्र जाप गर्नुहुन्छ, तपाईमा आत्मबल त्यसले बढाउने काम गर्छ। अनि सो निर्णयको क्षमता बढाउँछ। तपाईले आफैले निर्णय गर्ने, अरु कसैलाई सोध्नु पर्दैन। यी मन्त्रहरूको जप गर्दै जानुभयो, नियमित रूपमा तपाईले जप गर्नुभयो भने तपाईले आफ्ना कुराहरू आफै निर्णय गर्न सक्नुहुन्छ। हामी धेरै जसो आफ्नो निर्णय आफै गर्न नसक्दा पछि परेका हुन्छौं। आफ्नो निर्णय, सो निर्णयको क्षमताको विकास हुन्छ। तपाईलाई त्यो ग्रहको प्रभाव, ग्रहको जुन मन्त्र जाप गर्दै गर्दा तपाईमा सो निर्णयको क्षमता विकास हुने गर्छ र तपाईले गर्ने जुनसुकै कार्यक्षेत्रमा पनि सफलता दिलाउने काम गर्छ। अब रङ मन्त्रको प्रभाव ग्रहलाई सन्तुलनमा ल्याउने सन्दर्भमा निकै महत्त्वपूर्ण हुन्छ। रङको प्रयोग अनि मन्त्रको प्रयोग, अनि हामी रत्न धारण गर्छौं, त्यो रत्नको प्रयोग यो ग्रहहरूलाई, अशुभ ग्रहहरूलाई सन्तुलनमा ल्याउनको लागि अनि ग्रहहरूलाई शान्त बनाउनको लागि, ग्रहहरूसँग हाम्रो सम्बन्धलाई सुमधुर ढंगले जोड्नको लागि पनि यी ग्रह मन्त्र जाप, मन्त्र जापहरू, रङ, रत्न यसको महत्त्व ज्यादा रहेको छ। कतिखेर त्यो काम गर्ने त? मन्त्र जप कतिखेर गर्ने त? मन्त्र जप विशेष गरी बिहानै उठेर स्नान गर्ने, स्नान गरिसकेपछि आफ्नो शरीर शुद्धि गर्ने, शरीर शुद्धि हुन्छ। शरीर शुद्धि भइसकेपछि हामीहरू यी मन्त्रहरूको जप गर्नुपर्छ, जसलाई नियमित रूपमा गर्न सक्यो भने असाध्यै फल दिने बताइएको छ। त्यो शान्त वातावरणमा विशेष गरी 108 पटक ती मन्त्रहरूको जप गर्नुपर्छ। ओम कुजाय नमः भन्ने मन्त्र मेष राशिको लागि आफ्नो इष्ट मन्त्र हो। त्यो मन्त्रलाई बिहानको समयमा 108 पटक जप गर्न सक्यो भने असाध्यै
राम्रो हुन्छ। अनि रत्न धारणको कुरा छ, रत्न धारण गर्दा भने त्यत्तिकै रत्न धारण गर्नु शुभ मानिँदैन। त्यसलाई आफ्नो कुण्डली, जन्म कुण्डली ज्योतिषसँग हेराएर अनि मात्रै त्यो रत्न धारण गर्यो भने त्यो रत्न धारण गर्दा हुने जुन शुभ फल हो त्यो फल प्राप्त हुन्छ, अन्यथा त्यसले अशुभ फल पनि दिने सम्भावना रहन्छ। त्यसकारण रत्न धारण गर्दा भने ज्योतिषको सहयोग, साथ, सल्लाह लिएर मात्रै तपाईले रत्न धारण गर्नुहुन म तपाईहरुलाई त्यो सल्लाह पनि दिन्छु। हवस् त, हामी यसै गरेर अन्य राशिहरूको पनि चर्चा गर्दै जानेछौँ। त्यसको लागि तपाईहरु हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनुहोला। जय होस्, जय श्री राधे।